म आलु हुँ र यो मेरो प्रेम कथा हो। पहिलो पटक मैले टमाटरलाई बजारको एउटा टोकरीमा देखेको थिएँ। ऊ रातो थिए, म साधारण थिएँ। मलाई लाग्यो उसले कहिल्यै मलाई हेर्दिन। तर एक दिन उसले मुस्कुराउँदै भनिन्, आलु, तिमी जति सरल छौ त्यति नै खास पनि छौ। त्यो दिनदेखि हामी सँगै हुन थाल्यौं। बजारका सबै तरकारीहरू हाम्रो मित्रता देखेर खुसी हुन्थे। मलाई लाग्थ्यो अब हामी कहिल्यै छुट्टिने छैनौं। तर जीवन सधैँ आफूले सोचेको जस्तो कहाँ हुँदो रहेछ र। एक बिहान हामीलाई एउटै भान्सामा लगियो। मैले खुसी हुँदै सोचेँ, आज त हामी सँगै रहनेछौँ। तर केही बेरमै थाहा भयो, मलाई तरकारी बनाउन लगियो अनि उसलाई सलाद। म उसलाई टाढिँदै गरेको हेर्दै थिएँ। उसले अन्तिम पटक फर्केर मलाई हेरिन्। केही बोलिनन्, तर उसका आँखा धेरै कुरा भन्दै थिए। आज पनि जब मानिसहरूले स्वादिलो खाना खान्छन्, सायद उनीहरूलाई थाहा हुँदैन, एउटा आलु र एउटा टमाटरको अधुरो प्रेम त्यस स्वादभित्र लुकेको छ। किनकि केही प्रेम कथाहरू पूरा हुँदैनन्, तर कहिल्यै सकिँदैनन्। रातो देव।